शैलेशमान होला शैलेशमान जोजोलपा नापालस्कु स्यान्चना हजुर सोङ भाजमेजबी केन्द्रीय मानन्दर संज्ञा गोसाले ठोकु स्याङ्ग्या चोपी छि मानन्दर त वया वेकपिन त छि केन्द्रीय मानन्दर संज्ञा सकल पासपिन छ वेकपिन त नेवा ख नेवा टजिलजी अल नेवा कला संस्कृति सेनिको झोले थौ जिमस दक्षिणकाली वइजो त वेकपिन त दक्षिणकाली भ्रमण याक जो त अल ठे झोले थि दक्षिणकाली वडा नम्बर 6 या वडा से शैलेश मानन्दर जुन त अजिक लस्कु स्यान दिगु त उखिर लागि वेक त आपला आपा सुब्या भेट वेकै छौ ज नो खका जोजोलपा ठाउँ चाहिँ थो छि केन्द्रीय मानन्दर संघीय गोसाले स्याङ्जाई विभिन्न थासेन झाइदिबी छे मानन्दर परिवार दाजुकी जपिन्द थन चाहिँ लस्कुस या दुखना जी एकदम लेता आठन यो चाहिँ छि थन फम्पिन थन मानन्दर ते एकदम सगन बसोबास दु आ छि थन थाउना थन मायु तले छे थन आठ दक्षिणकाली मायु दर्शन हुँगा छे माता दर्शन ना अले फर्पिङ बजारे हुना छि चाहिँ फर्पिङ दे चाहिला अन्न छि थे लस्कुस या कार्यक्रम तयारी र स्याङ्जा चोपी स्याङ्जाई न विभिन्न थासे चोपी छि मानन्दर दाजु किजा पिन्द छि ये हया तो ढिमे बाजा नेपाल भाषा प्रशिक्षण अले छि झिउ नेवायु तजिलजी नप नचा जोलाई चाहिँ नि सेन्यु क्रमे ठाउँ छिपिन दक्षिणकाली व्यास्नु दु फर्पिङे होना छियन इन्टरेक्सन यापटी चाहिँ कार्यक्रम दु सबैजनालाई जोजोलोपा हामीले केन्द्रीय मानन्दर सङ्घको आयोजनामा जुन अवसर पाइरहेका छौँ केवल हामीले भाषा संस्कृति र बाजा मात्रै सिकिरहेका छैनौँ यस्ता महत्त्वपूर्ण ऐतिहासिक ठाउँहरूको भ्रमणले गर्दाखेरि हाम्रा पुर्खाहरू के कसरी बस्न सकेका रहेछन् उहाँहरूको पहुँच कहाँसम्म रहेछ भन्ने कुरा पनि हामीले बुझ्न पाइरहेका छौँ सायद भ्रमण त हामी आफ्नो खुसीले पनि आउन सक्थ्यौँ तर यो सामूहिक रूपले आउँदाखेरि छुट्टै महत्त्व हुन्छ र हामीलाई जुन आतिथ्यता प्रदान गर्नुभएको छ यसको लागि संयोजन गर्नु हुने यसै वडाका वडाध्यक्ष दक्षिणकाली मन्दिर समितिका अध्यक्ष उहाँलाई पनि धेरै धेरै साधुवाद भन्दै सम्पूर्ण आयोजक टिम र हामी सहभागीहरू सबैलाई फेरि पनि साधुवाद भन्दै मेरो आफ्नो कुरा यहीँ राख्छु हस्त जोजोलोपा दाजुकी जात केपी थन छाया देउपिन्दा लस्कुसडु आठो चाहिँ झि फम्पी र यो चाहिँ चाहिँ उपत्यका चाहिँ जगमनु जोब्ले डुप्री सहरका शिखरापुर नगर गाइठानेर आठो नगरे चाहिँ छिक्पी छाया दिउली अनि झ्याटा चाहिँ सहयोग नाड्यु केन्द्रीय मानन्दर सँगै पिण्ड दक्कै पहिला चाहिँ यो चाहिँ सुभाडु रया अठन स्याङ्जाल छ छाया दिउपी पाजो मेज पिण्ड न दक्षिणकाली चाहिँ स्वागत दु
हामीले एकअर्काले साथ दिने साथ सहयोग गरिदिने पनि हामीले गर्नुपर्छ र यसको उद्देश्य पनि यही हो जुन राम्रो हो। र अब आज तपाईँ जुन फर्पिङमा हुनुहुन्छ यो फर्पिङको ऐतिहासिक नाम भनेको शिखरापुर पनि हुन्छ, शिखरापुर पनि हुन्छ होइन। र शिखरापुरको यो फर्पिङको चाहिँ यो मेन बजारमा चाहिँ हाम्रो वडा नम्बर 5 र 6 मा हाम्रो चाहिँ बसोबास, हाम्रो यहाँको मानन्दरहरूको बसोबास यही 5 र 6 को बजार एरियामा मात्रै छ। र 4 भन्ज्याङ बाहिर, यो 4वटा भन्ज्याङभन्दा बाहिर ऊ बेलामा 2020 सालभन्दा अगाडि एकजना के भन्छ अब काठमाडौँ ललितपुर भक्तपुर जन्मग्नु भएको बेलामा पनि यहाँ बस्ती भएको भन्ने हाम्रो ऐतिहासिक लिखित प्रमाणहरू पनि छ। नेपालमै पहिलो पटक हाम्रो टेल मिल सुन्नु भएको छ होला नि, टेल मिलको मानन्दरको टेल मिल थियो। त्यही टेल मिलको उद्योग भनेकै हाम्रो मानन्दरले गरेको हो। हामी गएर हुन सक्दैन त त्यसमा। पहिलो उद्योग हामीले खोलेको नेपालमा। त्यो कारणले गर्दा हामी मानन्दर भनेको यस्तो चिज हो, गौरव लाग्ने खालको मानन्दर हो। मैले सरकारमा केन्द्रीय मानव सङ्घलाई धेरै धन्यवाद दिन चाहन्छु। म सम्पूर्ण भाइ बहिनीहरूको तर्फबाट र सम्पूर्ण संघको तर्फबाट जहाँ हामी धेरै वर्षसम्म यो भाषा र संस्कृतिबाट विहीन भएर बसिरहेका थियौँ। हाम्रो अवस्थालाई यहाँसम्म ल्याउनको लागि केन्द्रीय मानव सङ्घ विशेष गरेर के कृष्ण काजी मानन्दर उहाँहरूले जुन पहल गरिदिनु भएर हामीलाई अवसर दिनुभएको छ। म केन्द्रीय मानव सङ्घप्रति अब हामी सम्पूर्ण संघका मानवहरूको तर्फबाट धेरै धेरै आभारी छौँ। केन्द्रीय मानव सङ्घका काम अरू पनि नाच्नु पर्यो, अरू पनि नाच्नु पर्यो ल। नाच न नाच नाच न।